हेलो एभ्रिवान, वेलकम टु आवर युट्युब च्यानल ग्राभिकस। मेरो नाम राम शर्मा अनि आज हामीले पढ्छौँ एक्ज्याक्ट डिफरेन्सियल इक्वेसनको बारेमा। सो सुरुमा त हामीले के थाहा पाउनु पर्यो, एक्ज्याक्ट डिफरेन्सियल इक्वेसन भनेको के हो। त्यसको लागि यहाँ त अ डिफरेन्सियल इक्वेसन रिटर्न इन द फर्म mxy dx प्लस nxy dy इक्वल टु 0। अब यसमा m के हो, यो ब्र्याकेटभित्र xy लेख्नुको मिनिङ के हो भन्दाखेरि m x र y दुईवटैको फङ्सन हो भनेको छ। सेम त्यसरी n पनि के हो, x र y दुईवटैको फङ्सन हो। यस्तो हो भने अनि त्यसपछि यसलाई कति बेला एक्ज्याक्ट भन्ने, इफ देयर एक्जिस्ट अ फङ्सन df अफ xy भनेको यो m dx प्लस n dy लाई डेरिभेटिभ अफ अर्को कुनै फङ्सन लेख्न सकिन्छ भने त्यसलाई हामीले के भन्छौँ, एक्ज्याक्ट डिफरेन्सियल इक्वेसन भन्छौँ। अब यो भनेको के हो, त्यसको लागि तपाईहरुले डेरिभेटिभको कुरा अलिकति थाहा हुनुपर्छ। जस्तै डेरिभेटिभमा dy dx अफ xy गर्नु पर्यो भने कसरी गर्छौं नि, यो डेरिभेटिभ छ अनि के को डेरिभेटिभ गर्नु पर्यो, x र y भने यसमा के गर्नु पर्यो, प्रोडक्ट रुल लाउनु पर्यो। प्रोडक्ट रुल लगाइदिउँ, त्यसो भए यसको डेरिभेटिभ कति हुन्छ नि, फर्स्ट फङ्सनलाई यतिकै छोड्ने x, त्यसपछि के गर्ने, सेकेन्ड फङ्सनको डेरिभेटिभ y को डेरिभेटिभ dy बाइ dx प्लस अब यो पछि के गर्नु पर्यो, सेकेन्ड फङ्सनलाई यतिकै छोड्दिने y अनि त्यसपछि फर्स्ट फङ्सनको डेरिभेटिभ, फर्स्ट फङ्सन x हो, x को डेरिभेटिभ विथ रेस्पेक्ट टु x 1 हुन्छ। त्यसो हो भने यसको डेरिभेटिभ यति भयो। अब यो पछि हेरौँ है, त्यसो हो भने यहाँ dy बाइ dx अफ xy इक्वल टु, यसमा मैले के गर्छु, यो एलसिएम लिन्छु है। यसमा एलसिएम लियो भने कति हुन्छ, यो हुन्छ x dy प्लस y dx बाइ dx यस्तो हुन्छ। अब यहाँ हेरौँ त तलबाट के हुन्छ, यो dx र dx क्यान्सल आउट भएर के बाँकी भयो त, dxy इक्वल टु x dy प्लस y dx यस्तो भयो। अब यहाँ हेरौँ, त्यसो हो भने यो x dy प्लस y dx हो। यस्तो छ भने x dy प्लस y dx हेरौँ त, यस्तै फर्मेटमा बन्यो m dx प्लस n dy। अब यहाँतिर x को मात्रै फङ्सन छ, y को मात्रै फङ्सन छ, तर यसमा x र y पनि आउन मिल्छ, यसमा पनि x र y दुईटै आउन मिल्छ। अब यहाँतिर के भयो त, यसलाई एक्ज्याक्टली कति लेख्न मिल्यो, डेरिभेटिभ अफ xy हो। यस्तो आयो भने त्यस्तोलाई हामीले के भन्छौँ, एक्ज्याक्ट डिफरेन्सियल भन्छौँ। यस्तो टाइपको फङ्सनमा लेख्न सकिन्छ भने त्यसलाई हामीले भन्छौँ एक्ज्याक्ट डिफरेन्सियल इक्वेसन। अनि त्यसलाई हामीले के गर्छौँ, अब इन्टिग्रेट कसरी गर्ने त्यो सिक्छौँ। अब मैले एक्ज्याक्ट डिफरेन्सियल इक्वेसनको यहाँ दुईवटा इक्जाम्पल पनि लेखिदिएको छु। यो अब यहीको भइहाल्यो, यहाँतिर इक्वल टु 0 मात्रै छ। अनि त्यसपछि यो पनि कस्तो हो त, एक्ज्याक्ट डिफरेन्सियल इक्वेसन हो। अब यसलाई पनि हेर्ने हो भने यो x स्क्वायर छ, यहाँतिर 2x छ। यहाँ हेरौँ त, x स्क्वायरको डेरिभेटिभ यहाँ लेखेको छ, 2x भनेको x स्क्वायरको डेरिभेटिभ हो। त्यसो हो भने यो भनेको यो कति हुन्छ, यो फर्स्ट फङ्सनको डेरिभेटिभ इन्टु सेकेन्ड फङ्सन प्लस सेकेन्ड फङ्सनको डेरिभेटिभ इन्टु फर्स्ट फङ्सन लेखेको छ, त्यो भनेको d x स्क्वायर y यसरी लेख्न मिल्छ हो। त्यही भएर यो पनि कस्तो हो त, एक्ज्याक्ट डिफरेन्सियल इक्वेसन हो। अब यिनीहरूको सल्युसन कसरी गर्ने त्यो हामीले हेर्छौँ। तर त्योभन्दा अगाडि तपाईँहरूले यो दुईवटा कुरा छ नि, यो चाहिँ याद गर्नुपर्ने हुन्छ। एउटा यो दुईवटा कुरा याद गर्यो भने सहिलेसँग कुनै पनि डिफरेन्सियल इक्वेसनको सल्युसन निकाल्न मिल्छ। कुनै पनि ठाउँमा x dy प्लस y dx, भर्खरै मैले भनिदिइहालेँ कसरी आउँछ यो भनेर, x dy प्लस y dx लेखेको छ भने त्यसको ठाउँमा हामीले dxy लेख्न मिल्छ भनेर याद गर्नु पर्यो। अनि त्यसपछि d बाई d डेरिभेटिभ अफ x बाई y भनेको कुनै पनि ठाउँमा y dx माइनस x dy बाई y स्क्वायर छ भने त्यसलाई के लेख्न मिल्छ, डेरिभेटिभ अफ x बाई y लेख्न मिल्छ भनेर याद गर्नु पर्यो। यहाँ हेरौँ है, नेगेटिभ साइन छ भने डिभाइड हुँदो रहेछ, पोजिटिभ साइन छ भने मल्टिप्लाईमा आउँछ भनेर याद गर्नु पर्यो। यो दुईवटा कुरा याद छ भने तपाईँहरूले जस्तोसुकै क्वेसनलाई सल्भ गर्न सक्नुहुन्छ। अब यहाँबाट के गरौँ, एउटा दुईवटा क्वेसन लिउँ। क्वेसन लिएपछि सबै कन्सेप्टहरू राम्रोसँग क्लियर हुन्छ। अब एक्ज्याक्ट डिफरेन्सियल इक्वेसनसँग रिलेटेड क्वेसनहरू हेरौँ, अनि त्यसपछि बल्ल अलिकति कन्सेप्टहरू क्लियर हुन्छ। सो यो फर्स्ट क्वेसन हेरौँ त, यसमा हामीलाई एउटा डिफरेन्सियल इक्वेसन दिएको छ। अब के गर्नु पर्यो, यसमा पनि यो डिफरेन्सियल इक्वेसनको सल्युसन निकाल्नु पर्यो। त्यसको लागि सुरुमा के गरौँ, अब हामीले के हुन्छ भन्दाखेरि कसरी हुन्छ त्यो अग्निको दुईवटा फर्मुला मैले भनेको नि याद गर्न, त्यो दुईवटा फर्मेटहरू हो। त्यसरी त्यो फर्मेटमा यिनीहरूलाई कसरी हुन्छ लानु पर्यो। त्यसको लागि यहाँ हेरौँ, मैले के गर्छु, यो dx ले भित्र दुईटैलाई मल्टिप्लाई गरिदिन्छु। त्यसो हो भने यो हुन्छ x dy प्लस x dx प्लस y
dx इक्वल टु 0 यति हुन्छ। अब यो हेरौँ त, अब अघि नै कस्तो थियो, x dy प्लस y dx चाहिन्छ हो, x dy प्लस y dx, यो दुईटाले गर्दाखेरि x dy प्लस y dx बन्यो। त्यसो भए यो दुईटालाई सँगै लेखिदिउँ, x dy प्लस y dx प्लस x dx इक्वल टु 0। अब यसलाई चाहिँ के गरौँ, यसलाई केही पनि नगरौँ किनकि यसमा x dx छ हो भने चाहिँ यसलाई इन्टिग्रेट गर्न सकिन्छ। हुन त यसलाई पनि डेरिभेटिभ अफ x स्क्वायर गर्न मिल्थ्यो, तर त्यो नगर्ने हामीले के गरौँ, डाइरेक्ट इन्टिग्रेसन नै गर्छौँ यसमा। त्यसो हो भने यसको ठाउँमा कति लेख्न मिल्यो, अब यसको ठाउँमा लेख्न मिल्यो dxy प्लस, अब यतातिर के गर्नु पर्यो, x dx इक्वल टु 0। अब यो पछि के गरौँ, दुईटै साइड इन्टिग्रेट गरिदिउँ, इंटीग्रेशन ऑफ x dxy प्लस इंटीग्रेशन ऑफ x dx इक्वल टू 0 और नभए यतातिर इंटीग्रेशन अफ 0 इंटू dx लेखे हुन्छ, त्यो गर्नु जरुरी छैन। यो भयो। अब dxy भनेको कति हुनु पर्यो, xy प्लस x को डेरिभेटिभ x स्क्वायर बाई 2 प्लस कन्स्टेन्ट c इक्वल टू 0 और नभए उतापट्टि लेखे पनि हुन्छ, केही फरक पर्दैन। अब यसको एलसीएम लियो भने कति हुन्छ, अब यसको एलसीएम लियो भने यो हुन्छ 2xy प्लस x स्क्वायर प्लस c इक्वल टू 0। मैले के गरेँ, यो 2 ले यसलाई मल्टिप्लाई गरेँ, तर कन्स्टेन्टलाई मल्टिप्लाई गर्दा कन्स्टेन्ट नै भयो, अनि 0 उता गएपछि 0। त्यसो हो भने यसको एन्सर कति आयो त, x स्क्वायर प्लस 2xy प्लस c इक्वल टू 0 लेखे पनि हुन्छ, नभए इक्वल टू c लेखे पनि भयो, दुइटै फाइन छ। यहाँ बुझ्नु भएन, सुरुमा के गरियो, सुरुमा कसरी हुन्छ त्यो दुईवटा फर्मेट थियो नि, यो dxy अर्को dx बाई y वाला फर्मेट हो, कसरी हुन्छ यस्तो फर्मेटमा बनाउन ट्राई गर्ने। त्यसको लागि मैले यहाँ के गरेँ, यो dx ले भित्र मल्टिप्लाई गरिदिएँ, मल्टिप्लाई गरिदिएपछि कस्तो बन्यो, यहाँतिर x dy प्लस x dx प्लस y dx, अनि यो x dy प्लस y dx लाई सँगै लेख्दाखेरि यस्तो फर्मेट बन्दो रहेछ। बन्छ भने यहाँ लेख्न मिल्यो dx बाई xy प्लस, अब यसलाई के गर्ने, यतिकै छोडिदिने किनकि यसमा x छ अनि यो dx सँगै छ, भेरिएबल सेपरेबल मेथड। अनि त्यसपछि के गर्ने, इन्टिग्रेट गरिदिने, इन्टिग्रेट गरिदिएपछि एन्सर आउँछ। सो यस्तै छ सेम। अर्को क्वेसन हेरौँ त। अब यसको लागि माइनस छ हो, माइनस छ भने कसरी हुन्छ, अब हामीले के गर्नु पर्यो, डिभाइड गर्नेवाला। त्यसको लागि अब यो त अघि नै पनि देखाएको थियो, यहाँ हेरौँ, यहाँ एक्स स्क्वायर छ, यहाँतिर के छ, एक्स स्क्वायरको डेरिभेटिभ छ भनेको फर्स्ट फङ्सनको डेरिभेटिभ इन्टु सेकेन्ड फङ्सन, फर्स्ट फङ्सनको डेरिभेटिभ इन्टु सेकेन्ड फङ्सन, अनि त्यसपछि माइनस के छ, यहाँ फर्स्ट फङ्सनलाई यतिकै छोडिदिएको छ, अनि त्यसपछि सेकेन्ड फङ्सनलाई डेरिभेटिभ गरेको छ भनेपछि यसमा अब के चाहियो, अब डिभाइड बाई समथिङ चाहियो। डिभाइड कुनले गरिन्छ, जुन सेकेन्ड फङ्सन हो त्यसले डिभाइड गर्नु पर्यो। त्यसो हो भने यहाँ सेकेन्ड फङ्सन कुन हो त, वाई हो सेकेन्ड फङ्सन। त्यसो हो भने यसलाई तलपट्टि के आउँछ, वाई स्क्वायर आउनु पर्यो। त्यसो हो भने यहाँ लेख्न मिल्यो 2xy dx माइनस एक्स स्क्वायर dy डिभाइड बाई, यहाँ के गरौँ, वाई स्क्वायरले डिभाइड गरौँ इक्वल टू 0। उता पनि वाई स्क्वायरले डिभाइड गर्यो, यता पनि वाई स्क्वायरले डिभाइड गर्यो, तर उता 0 छ, त्यही भएर त्यो वाई स्क्वायरले नगरे पनि भयो। त्यसो हो भने यो कस्तो भयो, फर्स्ट फङ्सनको डेरिभेटिभ इन्टु सेकेन्ड फङ्सन वाई हो, माइनस सेकेन्ड फङ्सनको डेरिभेटिभ वाईको डेरिभेटिभ dy इन्टु फर्स्ट फङ्सन। त्यसो हो भने यसलाई कति लेख्न मिल्यो, dx बाई एक्स स्क्वायर बाई वाई इक्वल टू 0, यो लेख्न मिल्छ होइन। मैले यहाँ हेरौँ के गरेँ, अब यसलाई तपाईँले हुन त डेरिभेटिभ गरेर हेरे पनि हुन्छ। यहाँ के गर्न मिल्छ, वाईलाई यतिकै छोडिन्छ, वाई इन्टु फर्स्ट फङ्सनको डेरिभेटिभ एक्स स्क्वायरको डेरिभेटिभ 2x, त्यसो भए वाई 2x dx माइनस, किनकि कोसेन्ट रुल लाउनु पऱ्यो, माइनस फर्स्ट फङ्सनलाई यतिकै छोड्नु पऱ्यो एक्स स्क्वायर इन्टु सेकेन्ड फङ्सन वाईको डेरिभेटिभ dy अनि डिभाइड बाई वाईको स्क्वायर हुन्छ भनेको यसको ठाउँमा यो लेख्न मिल्दो रहेछ, पाइन्छ होइन। त्यसो हो भने अब यो पछि के गर्नु पर्यो, एक्ज्याक्ट डिफरेन्सियल आइसक्यो, इन्टिग्रेट गरिदिउँ एन्सर आउँछ। त्यसो भने यसको इन्टिग्रेसन गर्दाखेरि dy बाई
इंटीग्रेशन अफ 0 dx भनेपछि यो कति भयो x स्क्वायर बाई y इक्वल टू कन्स्ट्यान्ट इम्प्लाइज x स्क्वायर इक्वल टू y इन्टु c। त्यसो हो भने यसको एन्सर यति आयो। यो यसको सल्युसन हो। नेक्स्ट क्वेसन हेरौँ। अब यसमा पनि के गरौँ कसरी हुन्छ त्यो दुईवटा स्ट्यान्डर्ड फर्मेट थियो नि त्यो फर्मेटमा चेन्ज गर्न ट्राई गरौँ। त्यसको लागि सुरुमा यो dy र dx ले मल्टिप्लाई गरिदिउँ। त्यसो भए यहाँ हुन्छ x dy प्लस y dy प्लस यहाँ कति हुनु पर्यो y dx माइनस x dx इक्वल टू 0। त्यसो हो भने सेम पहिला जस्तै के भयो x dy y dx यिनीहरू दुईटालाई सँगै लेखिदिउँ x dy प्लस y dx अनि बाँकीलाई यतिकै छोडिदिउँ। किन यतिकै छोडेको किनकि यहाँ x सँग x dx नै छ अनि y सँग dy नै छ इन्टिग्रेट गर्न मिल्छ नि त त्यही भएर त्यतिकै छोडिदिएको। अब यो पछि यहाँ त के लेख्न मिल्यो dxy लेख्न मिल्छ। त्यसो भए यहाँ लेखिदिउँ dxy यो भयो dxy प्लस y dy माइनस x dx इक्वल टू 0। अब यो पछि दुईवटा साइड इन्टिग्रेट गरिदिउँ एन्सर आउँछ इंटीग्रेशन अफ dxy y dy माइनस इंटीग्रेशन अफ x dx इक्वल टू 0। मैले कन्स्टेन्ट लेखिन। अब यसको इंटीग्रेशन कति हुनु पर्यो xy प्लस y को इंटीग्रेशन y स्क्वायर बाई 2 माइनस x को इंटीग्रेशन कति हुनु पर्यो x स्क्वायर बाई 2 अनि इक्वल टू कन्स्टेन्ट c। मैले कन्स्टेन्टलाई उता लेख्दै यहाँसम्म हुन्छ। अब यो पछि के गर्नु पर्यो यो पछि एलसीएम लिदिउँ कति भयो यहाँ 2xy प्लस y स्क्वायर माइनस x स्क्वायर इक्वल टू c किनकि 2 ले उता मल्टिप्लाई हुन्थ्यो अनि 2 इन्टु c गर्दाखेरि पनि कन्स्टेन्ट नै आउँछ। सो यो डिफरेन्शियल इक्वेसनको सल्युसन यो एकदम सिम्पल छ हैन। कसरी हुन्छ त्यो दुईवटा स्ट्यान्डर्ड फर्मेट छ नि त्यो दुईवटा स्ट्यान्डर्ड फर्मेटमा लानी मिल्छ भने अनि त्यो बाँकी हुन्छ नि बाँकी आफै y सँग dy x सँग dx आउँछ के अनि त्यसपछि इन्टिग्रेट गरिदियो भने एन्सर आउँछ। नेक्स्ट क्वेसन हेरौँ। अब यो क्वेसनमा पनि एक्ज्याक्ट डिफरेन्शियल इक्वेसनबाटै सल्भ गर्नु पर्यो। अब हुन तपाईहरुले यो क्वेसन हेरेर अरु मेथडबाट पनि सल्भ गर्न मिल्छ है। जस्तै यस्तै खालको इक्वेसन हामीले पहिला होमोजिनियस इक्वेसनबाट पनि सल्भ गरेको थियौं। यो होमोजिनियस छैन तर होमोजिनियसमा कन्भर्ट गरेर गर्छौं नि त्यसरी पनि गर्न सकिन्छ। जुनसुकै गरे पनि हुन्छ तर अहिले हामीले एक्ज्याक्ट डिफरेन्शियल इक्वेसन पढ्दै छौं त्यही भएर त्यो अनुसार सल्युसन गरेको हो। अब यसको लागि के गरौँ अब यसमा सल्युसन गर्ने हो भने सुरुमा यसमा के गर्ने भन्दाखेरि यो dy ले यता मल्टिप्लाई गर्ने dx ले यता मल्टिप्लाई गर्दियौं। त्यसो भए यहाँ हुन्छ dy y माइनस x प्लस 5 अनि इक्वल टू यहाँ हुन्छ dx y माइनस x प्लस 1। अब यो पछि के गरौँ dy ले पुरैलाई मल्टिप्लाई गर्दियौं। त्यसो भए यहाँ कति हुन्छ यो हुन्छ y dy माइनस x dy यति हुन्छ अनि प्लस 5 dy यतातिर dx ले मल्टिप्लाई गरौँ। त्यसो भए यो हुन्छ y dx माइनस x dx प्लस dx यति भयो हैन। अब यो पछि के गरौँ कसरी हुन्छ स्ट्यान्डर्ड फर्मेट छ नि त्यो स्ट्यान्डर्ड फर्मेट कतै बन्छ है खोजौँ। त्यसको लागि हेरौँ यहाँ छ x dy यहाँ छ y dx यसलाई के गरौँ यो सबैलाई सुरुमा के गरौँ यता लिएर जाउँ ल। सबैले यता लिएर आउने हो भने अब जस्तै यो त केही पनि गर्नु पर्दैन किनकि y सँग dy छ। जस्तै अर्को यो यसलाई पनि केही गर्नु पर्दैन किनकि यहाँ कन्स्ट्यान्ट अफ 5 अनि dy गर्दाखेरि इन्टिग्रेट गर्न मिल्छ। इन्टिग्रेट गर्न मिल्नेहरुलाई केही पनि चेन्ज नगर्ने जुन जुन मिल्दैन त्यसलाई मात्रै कलेक्ट गरौँ भन्न खोजे x dy यसलाई त गर्न मिल्दैन x छ यहाँ dy छ त्यसैले यहाँ y dx यसलाई पनि मिल्दैन y छ dx छ। त्यसो हो भने जुन जुनलाई मिल्दैन कलेक्ट गरौँ y dy माइनस x dy प्लस 5 dy भयो माइनस y dx मैले के गरे यसलाई अर्को साइड लिएर आए प्लस x dx माइनस dx इक्वल टू 0। यो सबैलाई के गरौँ अर्को साइड लिएर आयौं। अब यो पछि यो दुईटालाई के गरौँ यो दुईटालाई सँगै लेखौँ अनि यसबाट के गरौँ भन्दा माइनस साइन कमन लिदिउँ। त्यसो हो भने यो y dy यो दुईटालाई सँगै लेख्दाखेरि यहाँ माइनस कमन लिदे मैले अनि x dy प्लस y dx अनि बाँकीलाई यतिकै छोड्दिउँ 5 dy प्लस x dx माइनस dx इक्वल टू 0।
यहाँसम्म ठिक छ। त्यसो हो भने यसलाई तपाईँ के लेख्न मिल्छ, dxy लेख्न मिल्छ। त्यसो भए y dy माइनस यसलाई लेख्न मिल्यो dxy प्लस 5dy प्लस x dx माइनस dx इक्वल टू 0। अब यो पछि दुईटै साइड इन्टिग्रेट गरिदिउँ, एन्सर आइहाल्यो, किनकि बाँकी सबैलाई इन्टिग्रेट गर्न मिल्छ। प्रब्लम कसले दिएको थियो, यसले हो, यसले दिएको थियो, यसलाई पनि के गर्यौँ, एक्ज्याक्ट फर्ममा कन्भर्ट गऱ्यौँ। कन्भर्ट गरेपछि अब इन्टिग्रेट गरिदिउँ। त्यसो इन्टिग्रेसन अफ y dy माइनस इन्टिग्रेसन अफ dxy प्लस इन्टिग्रेसन अफ 5dy प्लस इन्टिग्रेसन x dx माइनस इन्टिग्रेसन dx इक्वल टू 0। इन्टिग्रेट गरौँ, एन्सर आयो, यो हुन्छ y स्क्वायर बाई 2। अब त धेरै इन्टिग्रेसन गरिसक्यो, माइनस xy प्लस 5y dy को इन्टिग्रेसन y प्लस यसको हुन्छ x स्क्वायर बाई 2 माइनस यसको हुनु पर्यो x इक्वल टू 0। अब यो पछि के गर्यो, सबैको एलसिएम लिदिउँ। यहाँ 2 छ, यहाँ पनि 2 छ, एलसिएम लिदिउँ। एउटा कुरा छुट्यो, यहाँ c लेख्दिउँ, इन्टिग्रेसन कन्स्टेन्ट c। अब एलसिएम लिउँ। एलसिएम लिने हो भने यो 2 ले यो सबैलाई मल्टिप्लाई गर्नु पर्यो। त्यसो यहाँ हुन्छ y स्क्वायर माइनस यहाँ 2 ले मल्टिप्लाई गर्नु पर्यो 2xy, यहाँ पनि 2 ले मल्टिप्लाई गर्नु पर्यो प्लस 10y, अनि त्यसपछि यहाँ 2 ले गर्नु पर्न x स्क्वायर माइनस 2x इक्वल टू 2c हुन्थ्यो, तर त्यो कन्स्टेन्ट हो, त्यही भएर कन्स्टेन्टलाई c लेखियो। अब यसपछि के गरौँ, x स्क्वायरलाई अगाडि लेखिदिउँ, x स्क्वायर प्लस y स्क्वायर माइनस 2xy माइनस 2x प्लस 10y इक्वल टू c। अर्डर चेन्ज गरेर लेखियो। सो यो फङ्सनको और यो डिफरेन्सियल इक्वेसनको सल्युसन कति रहेछ, यो रहेछ। सो आई होप तपाईँहरूले सबै कुरा बुझ्नुभयो। आजको भिडियोमा यति नै गरौँ। तपाईँहरूले केही पनि बुझ्नु भएन, कुनै पनि कुरामा कन्फ्युजन छ भने प्लिज कमेन्ट सेक्सनमा गएर भन्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ टिल देन। टेक केयर अफ योरसेल्फ। बाई।